म परेको भए निकालिदिन्थेँ। यो संसदबाट त्यो दिनलाई निकाल्नु 1 2 3 भनेर निकालिदिन्थेँ। तपाईँलाई हर्कसँग रिस पनि उठ्यो होइन, जोसित पनि हो। कारण किन भन्दा तपाईँ हाम्रो पैसा खाएर हर्क होइन नि, हर्क त हाम्रो नोकर हो नि। शब्दहरू नलाएर नोकर हो, हाम्रो काम सेवाको। हाम्रो तलब खाएर, हाम्रो करबाट तलब खाएर गएर तपाईँलाई त्यो चिज गर्न पठाएको, त्यस्तो जागिर त हामीलाई जे भइहाल्यो नि। हामी पनि दौड्छौँ। देश दिनभरि म घुम्थेँ ल, काठमाडौँको गल्ली गल्ली प्ले कार्ड लिएर मलाई तलब दिउँ न, महिनाको 1 लाख। वायद काम गर्न दिएको, लाज लाग्दैन? पैसा खान ठग होइन त्यो? मागो अरू पनि हो, त्यो हल्ला गर्नेहरू सब ठग हो। प्लेट देखाएर हल्ला गर्ने अरू पनि। हिजो तपाईँले भन्नुभयो नि स्काप निकाल, त्यो पनि ठग हो। हिजो स्काप बेन्च तोड्ने, माइक तोड्ने पनि ठगहरू, त्यो ठग हो। किन हाम्रो तलब नखाएको भए म ठग भन्दैन थिएँ। हाम्रो तलब नखाएको भए म ठग, भोलिन्टियर गरेको भए म ठग भन्दैन थिएँ। म ठग किनभने म भोलिन्टियरिङ गरिरहेको छु, सहयोग गरिरहेको छु, समाजसेवा पनि गरिरहेको छु नि, होइन? भोलिन्टियरिङ यत्रो इन्ट्री मलाई लाग्छ 1000। आरोप त तपाईँले लाउनु भयो, माओवादी कालमा चन्दा उठाएको भनेर पनि हर्क साम्पाङलाई भन्नुभयो। आएर भयो क्रिस्चियन मिसनरीमा लागेको पनि मैले भनेन। ठुला ठुला हिमाल खबर पत्रिकाले गरेको हो, के कुरा गर्नुहुन्छ? हामी मलाई कता म थोरै क्युआर पार्टी भनेर तपाईँले क्युआर त हुँदै हो, 1 पैसा दिएको छैन। किन यति हात धोर लाग्नु भएको छ हर्क साम्पाङको पछाडि? सार्वजनिक पदमा जान इच्छा गर्ने चट्ट सफा हुनुपर्छ है। मेरो त राजनीतिमा शुद्धिकरण मेरो लक्ष्य हो। होला कुनै बेलामा आधै शुद्ध नहोला, तर हाम्रो आवाज उठिरहन्छ। अझै नहोला, यो विकृति एकै दिनमा ठिक नहोला। तपाईँलाई कुनै रोग लागेको छ भने डाक्टरले एकै दिनमा ठिक गर्न सक्छ? अब सरकारसँग दोहोरी खेल्नु पर्ने छ, आइरह हुन्छ स्ट्याटस तपाईँ लक्षित। यसो हो, त्यो त मेरो पैसा नखाइदिएको म भन्दैन थिएँ कि मेरो पैसा खाइदियो। तपाईँले तिरेको करबाट तपाईँले, मैले, हामी आम सिटिजनले मलाई फिर्ता देऊ। आजसम्म भन, म लेख्छु, उहाँले भनेको मलाई चासै छैन। यो मरेको बाक्लोमा जुगा उखालेर उखाल्न छोडिदिइसकेँ, देख्नु भएन? मरेको बाक्लो कति उखाल्थेँ मैले, कति उखाल्थेँ। कसै कसैको छुच्च लेखेर आएर त तपाईँले चाहिँ तपाईँ जस्तो स्वच्छ मान्छेले हामीलाई आरोप लाउँछु भन्न लगाइसक्यो अरे, त्यो पनि बढी भएको छ कि त्यति उखालेको पनि बढी भएको छ। दोहोरी यता अब तपाईँले लेखे पछाडि उताबाट आउने उत्तर आउँदैन। क्रिस्चियन मिसनरी, क्युआर पार्टी होइन, यो यस्तो माओवादी बनेर चन्दा वसुलेको। तपाईँले यो कुरा उता सोध्नुहोस् न। हामी त जनताले त तपाईँको चाहिँ नि त्यहाँ धुवा पत्ताएपछि आगै लागेको भनिदिन्छ रे। तपाईँले भन्नु न, त्यहाँ पुगेर आगो लागेको हो कि खसिङ्गर बालेको हो कि कुनै धुनी जग्गा आएको हो कि? तपाईँले त्यहाँ हेर्नु, उत्तर फेरि तपाईँको मेलम्ची सेलम्ची जोडेर आउँछ। मैले थोरै केही भएको छ र? मलाई केही भएको छ? तिम्रो पो राजनीति खलास हुन्छ, मेरो पो राजनीति खलास हुन्छ। तपाईँले भित्तासित टाउको उठाउनु न। अनुसन्धान गर्न ढोका खुल्ला छ। अब होइन, भनेर हुने नभनेर हुने हो र? त्यो त राज्यको निकाय होला नि। हामी राजनीतिको निकायलाई घचकाइरहेका छौँ। सबै कुरा छानबिन गर है। सार्वजनिक पदमा गइसके, एक त यो अब अहिलेको यो सम्पत्तिवाला आएको छैन, त्यसले पनि हेर्छ। अब त्यसले पनि हेर्छ नि त। अब हेर न, मेरो हेरिरहेको छ। म त हरेक वर्ष जागिर खाँदा मेरो सम्पत्तिको विवरण दिँदै आएको हो त जागिरमा। हामीलाई नदी हुँदैन। 5000 जरिमाना हुन्छ ढिला गरेमा, कार्य सम्पादन मूल्याङ्कनमा 5 नम्बर काटिने भन्ने हुन्छ। बढै हुँदैन नि हामी नदिकन। हामी जस्तोलाई फेरि चाहियो भनिरहेको छ। मैले किन मागेको? म निजामती किताबमा मेरो विवरण छ, देऊ। मेरो नाममा उजुरी छैन, म गएर दिन्छु। तपाईँ सबको हुल हालमा के मतलब? हामीसित किन मागेको त म भन्दैछु नि। जब हामी दिइसक्यौँ राज्यले, त्यो दिएको के काम त? थप अनुसन्धान गर्नु छ भने बोलाउनु जान्छु नि त। यी के लेनदेन गर्दा कुन पत्रिकामा छापेछ? मलाई थाहा हुन्छ कहाँ पत्रिकामा छापेछ। चिठी आउनु पऱ्यो नि, तपाईँलाई आउनु पऱ्यो, भन्नु पऱ्यो नि। जान्छु भयो अहिले भनेको। यो अर्थ छैन त्यसमा, अर्थहीन काम गरेँ। मेलम्चीसँग जोडेर तपाईँलाई आरोप लगाउनुको मेलम्ची छैन। म त 30-35 वर्ष जागिर त जेमा पनि जोड्न मिल्छ नि। 35 वर्ष जागिर मान्छेलाई अहिले यो मेलम्ची मात्र होला त? धेरै प्रोजेक्टमा काम गर्नु। मेरो कामै प्रोजेक्ट बनाउने इन्जिनियर हो। तपाईँ ढुङ्गा फोड्दै हिँड्दा, पाइप बोक्दै हिँड्दा त खाइदिनु भएछ। हामी त सरकारको चेकै काट्ने मान्छे हो। अलिअलि त हामीले हात लाग्यो होला नलायो होला, के मतलब थियो?
तपाईँले त्यहाँ तपाईँ चाहिँ नि गाडीमा हिँड्नुहुन्छ कि हिँड्नु बाटोबाट निश्चय पनि अनि त्यो बाटो नबने भए तपाईँ गाडी हिँड्नुहुन्थ्यो हो त्यो बाटो बनाउनु त तपाईँहरू नै हो पानी खानु भएको छ कि छैन निश्चय पनि धाराको पानी खाँदा त प्रोजेक्ट मै हो त खानपानी मन्त्रालयको त सचिवै हुनु अब गाउँ गाउँमा सबै 12,000 झोलिङ पुल बनेछ हिँडिरहनुपर्छ घाँस दाउरा गरेर चाहिँ स्कुल गएछ अनि कहाँबाट बन्यो त्यो तपाईँले कसले के चाटेर खाएमा लाग्नुहुन्छ कि तपाईँले के प्राप्त भयो भन्ने सोच प्रणाली गलत दार्चुलामा पुल बनाउनु जानुभएको छ हर्क साम्पा होइन बने अब त्यस्ता त मैले 12,000 बनाएँ 40,000 किलोमिटर सडक बनाएँ देशको हरेक घरमा टोयलेट बनाएँ के कुरा गर्नुहुन्छ हामीसित कुरा गरेर तपाईँ हामी जस्तो भन्न 7 जुनी चाहिन्छ 7 जुनी अझै 7 जुनी जन्मिनु पर्छ भीम उपाध्याय बन्नलाई त्यति पढ्नु पनि पर्यो जति तपाईँले तपाईँ सुन्नु भएको छैन होला त्यति मैले किताब पढिसकेको छु सुन्नु भएको पनि छैन होला किताब कोही पनि कुनै पनि नेतासित म चुनौती दिन्छु कुनै पनि नेता नेपालको नाम चलेको स्ट्रक्चर मेकानिक्स सोइल मेकानिक्स लहर पढाइदिनु हर्क साम्पा ए भाइ पढाएर हुने भए त सब यहाँ विद्वान भइहाल्छ पढ्ने त्यो दिमागमा छिर्ने त हुनु पर्यो नि आफ्नो भए कसैको कुरै छैन बके गरेपछि तपाईँ छिर्छ केही कुरा छिर्नलाई त बालनजा शान्त भएर बस्नुहोस् जब एक्सन गर्छ ड्यामै हुन्छ कि ऊर्जालाई बोल्ने मान्छे धेरै बोल्ने मान्छे बाटो बिग्रिहाल्छ बिग्री भने किन तपाईँ जति धेरै बोल्नुहुन्छ त्यति त्रुटि हुने सम्भावना बढी हुन्छ